अर्जेन्टिनाका फुटबलर सुपरस्टार लियोनल मेसीले भर्खरै एसियाली देश भारतको भ्रमण जति भव्य रह्यो उत्तिकै विवाद पनि। पूर्व निर्धारित भ्रमण कार्यक्रम रोकिँदै सर्दै गरेको अवस्थामा मेसीले भर्खरै नेपालको छिमेकी देश भारतको 4 दिने लामो भ्रमण गरेर फर्किएका छन्। उनको यो भ्रमणलाई गोट इन्डिया टुर नाम दिएको थियो। मेसीको भ्रमण कार्यक्रममा भारतीय समर्थनले रङ्गशाला तोडफोड गरेको चर्चित घटना सेलाउन पाएको छैन। यसै बेला मेसीलाई भारतमा दिएको एक घडीको उपहार यति बेला चर्चामा रहेको छ। भारतीय कम्पनी रिलायन्स इन्डिजका निर्देशक अन्त अम्बानीले मेसीलाई 10 करोड नेपाली रुपैयाँ बराबर पर्ने घडी उपहार दिएका छन्। यति महँगो मूल्यको घडीको नाम रिचर्ड मिल आरएम 003-V2 जेटिएम डब्लियन एसियन इन्डेज हो। अम्बानीले यो घडी मेसीलाई उपहार स्वरूप दिएका कुराले अहिले चर्चामा छ। मङ्गलबार भएको भेटमा मेसीले इन्टर मियामीका सहकर्मी लुइस सुगारेज र रोड्रिगो डिपलसँगै 3000 एकड क्षेत्रफलमा फैलिएको बनतारा पेरिस अवलोकनमा पुगेका थिए। सुरुवातमा घडी नलाई आएका मेसी संरक्षण टोलीसँगको अन्तर्क्रियाको क्रममा भने उक्त सीमित संस्करणको स्केट लाइन घडी लगाएको देखिएको थियो। यस घडीको रोचक पक्ष के छ भने संसारमै दुर्लभ घडीमध्ये एक मानिने यो एसियन इन्डेसन मोडलको विश्वभरमा जम्मा 12 वटा मात्रै उत्पादन गरिएको छ। कालो कार्बन केस र स्लेटन डायल, ट्रुबिलियन र जीएमटी फङ्सन जस्ता आधुनिक प्रविधिले समेटिएको यो घडी उच्च स्तरीय घडी सङ्कलबीच अत्यन्तै लोकप्रिय छ। विश्वभरमा जम्मा 12 वटा मात्रै बनेको यो घडी मध्ये अब नेपाली रुपैयाँ 10 करोड पर्ने एउटा घडी भने मेसीले उपहार लिएर गएका छन्। बनतारामा मेसीलाई भारतीय परम्परा अनुसार लोक सङ्गीत आरती र मन्दिरमा महाआरती सहित स्वागत गरिएको थियो। उनले उद्धार गरेको हात्तीको बच्चासँग बल खेल्दै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो। मेसीले विभिन्न जनावरसँग खेल्दै खिचेको भिडियो तथा तस्बिर समेत सामाजिक सञ्जालमा निकै छाए। मेसीले 4 मुख्य सहर कोलकाता, हैदराबाद, बम्बई र नयाँ दिल्ली भ्रमण गरेपछि अन्तिममा कार्यक्रमका लागि जामनगर पुगेका थिए। भ्रमणको सम्मानमा अम्बानी परिवारले उद्धार गरेको सिंहको बच्चालाई लियोनल नाम दिएको छ। र मेसी गट इन्डिया टुरमा भएको घटनालाई कसरी हेर्नु भएको छ आफ्नो प्रतिक्रिया दिनुहोला।